राजनीति यस्तै छ। माथि बिरालो तल कुखुरा एक अर्काका सम्बन्धमा सोचेका छन्। बिरालोले म कतिखेर कुखुरालाई सिध्याउँ र कुखुराले कसरी ज्यान बचाउने त्यही लाइनमा लागेका छन्। यही हो राजनीति नेपालको। हुन त संसारकै यस्तै हो, तर नेपालमा जुन देखिएको छ गतिविधि, त्यो गतिविधिले मै हुँ भन्ने एको हम द्वितीय नास्ति को जुन भनाइ जहिले पनि उस्तै देखिएका छन्। पहिला पञ्चायती व्यवस्थामा अराष्ट्रवादी भनिन्थ्यो प्रजातन्त्रवादीहरूलाई, र अहिले केही नयाँ दलहरूलाई लुसिफर भनेर सम्बोधन गरिएको जनभनाइरहेको छ। यो स्ट्रङ रूपमा जुन देखिएको छ, यो हेरौँ त प्रकृतिले कस्तो देखायो। भागे कुखुरा एउटा बिरालोको डरले। तर सबै कुखुराहरू एकै ठाउँमा भइदियो भने यो बिरालोले के हुन्छ? केही यो बिरालो आफै भाग्छ। अहिले एकजुट हुनुपर्ने ठाउँ हो, मुलुक बनाउने ठाउँ हो, मुलुकलाई व्यवस्थित गर्ने ठाउँ हो, न कि उही घिसेका पिटेका एउटै व्यक्ति एउटैको आलो पालो अदला बदली 30 वर्षमा जुन देखिएका क्रियाकलापहरू, 35 वर्षमा जुन देखिएका 30वटा प्रधानमन्त्रीका क्रियाकलापहरूबाट जनता कतिको समस्यामा परेका छन् भने यो संविधानप्रतिको जुन असन्तुष्टि हो, संविधान नै समस्यामा छन्। यसका शासकीय प्रणाली, यसका राजकीय प्रणाली, यसका निर्वाचन प्रणाली, यसका जुन विभिन्न कुराहरू अझै पनि समस्याग्रस्त छन्। तै पनि चुनावमा जनताले भाग लिने अटुट गरेका छन्। परिवर्तनको लागि, व्यवस्थापनको लागि, सुन्दरतम ढङ्गको लागि पार्टीभित्र पनि डेमोक्रेटिक सिस्टम आओस् र मुलुकमा पनि डेमोक्रेटिक सिस्टम आओस्। तर अभिभावक चाहिन्छ। अभिभावकको आधारमा अगाडि बढाउनु पर्ने जनभनाइ रहेको देखिन्छ।